परिवर्तन आउँछ होला भनेर हामीहरूले सबैजनाले भोट गरेर उहाँलाई जितायो होइन। सो गभर्मेन्ट पनि नियरली 2/3 सरकार पनि बनेको छ। आज तपाईँ संसदमा हेर्नुहुन्छ सबै हाम्रो एज ग्रुपको साथीहरू हुनुहुन्छ, तर हामीलाई किन महसुस भइरहेको छैन कि त्यहाँनिर मेरो लागि बोलिदिने व्यक्ति छ भनेर। अब हामीलाई त के भन्दा भने अब 1 हप्ता 2 हप्ता भन्दा भन्दै अब यसरी हामीलाई टोलाइरहेको छ होइन। त्यस्तो अब गर्छु अब त्यस्तो भन्ने हामीलाई अहिलेसम्म जेनजी आन्दोलन भएको अब करिब 10 महिना हुन लाग्यो। 1 हप्ता 2 हप्ता भन्दा भन्दै 10 महिनासम्म कुराइरहेछन्। 10 महिना अब साउन यो भइहाल्यो, अब भदौ 1 वर्ष हुन्छ नि। अब कोही छैन, सबै यो पुरानो मुखलाई के दिने, अब जे होस् होस् यही बालनलाई दिने घन्टीलाई दिने भनेर आशामा उनीहरूले भरोसा परे र भोट दिएको। फेरि बालनले त आशालाई त निराश बनाइदिनु भयो, नबोलेर बसेर काम छैन। आज 4 महिना हुन लागिसक्यो। आज हामी एकदमै धेरै निराश छौँ। किन निराश छौँ भन्दाखेरि हिजो अस्तिको भन्दा अवस्था अझ यस्तो जटिल बन्दै गइरहेछ। तपाईँले हेर्नुभयो भने सायद मलाई लाग्छ यसरी चाहिँ नेपाली नागरिकहरू आन्दोलित अहिलेसम्म थिएनन् होला के। उहाँहरूले हामीलाई चाहिँ सम्पर्क गर्नु पर्यो, हामी किन बसिरहेको। नमस्कार साथीहरू, अहिले चाहिँ हामी माइतीघर मण्डलामा छौँ। अब यहाँ विभिन्न थरीका मागहरू राख्ने क्रम जारी रहन्छ। आज त्यस्तै गरेर बालेन सरकार बनेको 3-4 महिना भइसकेपछि यो सरकारका काम कारवाहीप्रति असन्तुष्ट जो मान्छेहरू छन्, जो देशवासीहरू छन्, उहाँहरूले चाहिँ युवाहरूले एउटा घोषणा गर्नुभएको छ। के हो घोषणा, कस्तो किसिमको घोषणा हो? बालेन सरकारबाट, बालेनको मन्त्रीमण्डलबाट उहाँहरू के कुरामा असन्तुष्ट हुनुहुन्छ त्यो उहाँसँगै बुझ्ने कोसिस गरौँ। स्वागत छ मेमी यहाँलाई। धेरै धेरै धन्यवाद। तपाईँको यो आज घोषणा गर्नुभयो, यो कस्तो किसिमको घोषणा हो? यहाँहरूले के गर्न खोजिराख्नु भएको छ? हजुर, हाम्रो चाहिँ यो मुभमेन्ट हो, एउटा कुनै पनि संस्था होइन। यो चाहिँ ओपन एउटा सबैजनाको लागि वेलकमिङ एउटा मुभमेन्ट हो। रोल भनेर राखेको छौँ हामीले। यसको फुल फर्म भनेको चाहिँ आर फर राइट्स, ओ फर ओभरसाइट, अनि ए फर अकाउन्टेबिलिटी एन्ड आर फर रिफर्म हो। सो यसले चाहिँ हामीले यो 4वटा हाम्रो मेन पिलर्स भनेर राखेको छौँ होइन। सो हामीले चाहिँ हाम्रो अधिकार के हो त होइन, हामीलाई अलरेडी संविधानले दिएको अधिकार छ, राज्यले दिएको अधिकार छ। कतिपय साथीहरूलाई चाहिँ हाम्रो अधिकार पनि थाहा छैन हैन। सो त्यो अधिकारको बारेमा चाहिँ हामीले अवेर गराउने। अर्को भनेको हामीले राज्यमाथि चाहिँ हामीले प्रश्न गर्नको लागि चाहिँ हामीले हेरिरहेको छौँ है। तपाईँहरूले सही गर्दाखेरि हामी तपाईँहरूलाई 100% सपोर्ट गर्छौँ, किनभने हाम्रै एज ग्रुपको साथीहरू आज गभर्मेन्टमा हुनुहुन्छ होइन। सो तपाईँहरूले राइट गर्दाखेरि हामी तपाईँहरूलाई साथ दिन्छौँ, तर तपाईँहरूले गलत गरिराख्दाखेरि चाहिँ हामी हेरिरहेका छौँ है भन्नको लागि। र अर्को भनेको उहाँहरूलाई अकाउन्टेबल बनाउनको लागि, किनभने हिजोको हाम्रो जेनजी आन्दोलन पनि अकाउन्टेबिलिटीको माग गरेको आन्दोलन हो होइन। त्यस कारणले त्यो माग अहिले पनि कन्टिन्यू नै छ। हिजोको आज परिवर्तन हुने भन्ने कुरा पनि होइन होइन। त्यस कारणले अर्को लास्ट भनेको हाम्रो रिफर्म, र हामी सबैजना मिलेर चाहिँ देशलाई चाहिँ एउटा रिफर्म गरेर एउटा परिवर्तनको बाटोमा लैजाउँ भनेर चाहिँ हामीले युवाहरू एक ठाउँमा आएको। तपाईँ युवा समूहको हुनुहुन्छ, अरू तपाईँसँग यो अभियानमा जोडिएका चाहिँ सबै उमेर समूहका छन् कि युवाहरू नै हुनुहुन्छ? हामीहरू अहिलेसम्म चाहिँ सबैजना लगभग एउटै उमेरकै छौँ। हामी जेनजी ग्रुपको छौँ होइन, जेनजी उमेरको छौँ, युवा युथहरू हुनुहुन्छ। अहिलेसम्म चाहिँ त्यही नै छ। यसमा अब पोहोर साल भदौ 23-24 गति युवाहरूले एउटा मुभमेन्ट सुरु गरे, त्यसमा पछि अरूहरू पनि मिसिँदै गए र त्यसले एउटा रूप लियो, सत्ता नै फालियो। त्यसपछि युवाहरूको सरकार बनेको छ। अब बालेन्द्र शाह पनि युवा नै हुनुहुन्छ। उहाँको अहिलेको जो 3-4 महिना कार्यकाल रह्यो त्यसमा कस्तो उहाँहरूले काम गरेको ठान्नुहुन्छ, के भन्नुहुन्छ त्यो बारेमा चाहिँ? यस्तो हो, खासमा राज्य भएको महसुस चाहिँ तपाईँलाई बिहान उठेबाट बेलुकासम्ममा हरेक पाइलामा महसुस हुनुपर्ने हो होइन। सो त्यही महसुस नभएको कारणले हिजो नेपोटिजमको कुराहरू आए होइन, अकाउन्टेबिलिटीको प्रश्नहरू आए। त्यस कारणले गर्दाखेरि आन्दोलन भयो। आन्दोलनमा हामी धेरै युवाहरू, कतिजना हामीहरू राजनीतिक दलमा थियौँ होला होइन, त्यहीँभित्र प्रश्न गरिरहेको थियौँ। हामीहरूले के सोच्यौँ भने सबैजनाले अब आफ्नो दलहरू छोड्ने, हाम्रो आफूले काम गरिरहेको संस्थाहरू छोडेर चाहिँ हामीहरू सबैजना एक ठाउँमा आउँ, किन हाम्रो एज ग्रुप त एउटै छ नि त होइन भन्न हामीहरू एक ठाउँमा आयौँ। त्यसपछि आन्दोलन भयो, त्यसपछि निर्वाचन भयो। निर्वाचनमा हामीहरू सबैजनाले चाहिँ नयाँ पार्टी आएको छ होइन, यो सबैजना एक ठाउँमा आएको युनिटीवाला पार्टी देखिरहेको थियो नि त होइन। हाम्रो एज ग्रुपको साथीहरू इलेक्सनमा उठिराख्नु भएको थियो। सो मेबी लाइक एउटा राम्रो रिप्रेजेन्टेसन हुन्छ होला, परिवर्तन आउँछ होला भनेर हामीहरूले सबैजनाले भोट गरेर उहाँलाई जितायो होइन। सो गभर्मेन्ट पनि नियरली 2/3 सरकार पनि बनेको छ। आज तपाईँ संसदमा हेर्नुहुन्छ सबै हाम्रो एज ग्रुपको साथीहरू हुनुहुन्छ, तर हामीलाई किन
महसुस भइरहेको छैन कि त्यहाँनिर मेरो लागि बोलिदिने व्यक्ति छ भनेर चाहिँ हिजोको दिनमा हामीलाई भएको थियो अनुहारहरू देख्दाखेरि भएको थियो कि ल यो एज ग्रुपको मान्छे त्यहाँ छ भन्ने हो तर मिनिङफुल पार्टिसिपेसन चाहिँ हामीलाई महसुस भएको छैन जुन अर्थपूर्ण सहभागिता हुनुपर्ने हो जुन उमेर ग्रुप गइसके पछाडि त्यो उमेरलाई चाहिँ रिप्रेजेन्ट गर्न सक्नुपर्ने हो नि त त्यो भइरहेको छैन अझ त्योभन्दा बढी त हिजोको भन्दा आज चाहिँ उहाँहरू अनरिचेबल के उहाँहरूलाई क्वेसन गर्नको लागि अथवा चाहिँ यो भइरहेको छ है भनेर अवेर गर्नलाई पनि हामीसँग चाहिँ त्यो माध्यम नै नभएको जस्तो महसुस भइरहेको छ उहाँहरू ओपन सोसियल मिडियामा इमेल एड्रेसहरू राख्नुहुन्छ तपाईँहरूको गुनासो राख्नुहोस् भन्नुहुन्छ राम्रो स्माइलवाला फोटो हालेर एउटा ब्यानर बनाउनुहुन्छ साथीहरू होइन एकदम नयाँ ढङ्गले लागिराख्नु भएको छ र तपाईँहरू इमेल गरेर एक्चुअली हेर्नुहोस् होइन न प्रधानमन्त्रीको कार्यालयमा बस्नुभएको साथीहरूले इमेल रेस्पोन्स गर्नुहुन्छ न कुनै मन्त्रालयमा बस्नुभएको साथीहरूले इमेल रेस्पोन्स गर्नुहुन्छ सो हामी त अलिकति डिफ्रेन्ट गभर्मेन्टको एउटा परिकल्पना गरिरहेको थियो स्मार्ट गभर्मेन्टको परिकल्पना गरिरहेको थियौँ होइन सडकमा आउन नपरोस् हामी प्रश्न इमेलको मार्फतबाट गरौँ होइन उहाँहरूले चाहिँ अनि त्यसको चाहिँ रेस्पोन्स गरेर त्यसमा चाहिँ तत्काल एक्सनहरू लिनुहुन्छ भन्ने कुराको हामीलाई विश्वास छ तर आज तपाईँहरू हेर्नुहुन्छ भने त्यो केही पनि देखिँदैन सामाजिक सञ्जालमा एकदमै त्यो एकदम पपुलिजमवाला कि जस्तो एकदम पपुलर मुद्दाहरू को विषयमा चाहिँ उहाँहरू राख्नुहुन्छ ओकालत गर्नुहुन्छ तर चाहिँ अहिले चाहिँ त्यो ठ्याक्कै युवावर्गलाई छुने खालका कुराहरू चाहिँ भइरहेको छैन र त्यो पेपरमा चाहिँ एकदमै सीमित भएको थियो घोषणापत्र तपाईँ हेर्नुहुन्छ भने कति राम्रो थियो होइन तर हिजो उहाँहरू आफै प्रश्न गर्नुहुन्थ्यो नि त घोषणापत्रमा भएको कुराहरू पुरा भएन भनेर तर आज उहाँहरूले आफ्नो घोषणापत्र चाहिँ बिर्सिनु भएको छ क्या अनि जब हामी प्रश्न गर्छौँ उहाँहरूलाई किन यो कुराहरू पुरा गर्नु भएको छैन भन्दाखेरि 35 इयर्ससम्म जे गरे पनि भएको थियो अब हामीले गर्दाखेरि चाहिँ तपाईँहरूले पनि त्यही गर्नको लागि तपाईँहरूलाई पठाएको हो भने त परिवर्तन के को लागि भयो त यत्रो धेरै चाहिँ सरकारको यति धेरै चाहिँ राज्यको सम्पत्तिहरू चाहिँ आगो लाग्यो के को लागि त होइन सो यो किसिमको अहिले सोसियल मिडियामा पनि एकदमै फ्रस्ट्रेसन देखिरहेको कसैले क्वेसन गर्दाखेरि पनि उसलाई एउटा दलको ट्याग लगाइदिने झोले भनिदिने होइन तर आफूहरू चाहिँ आँखा बन्द गरेर जुन खालको डिसिजन्सहरू उहाँहरूले लिइराख्नु भएको छ थाहा छैन के भइरहेछ उहाँको सल्लाहकारहरूले उहाँहरूलाई गलत कुराहरू सिकाइराख्नु भएको छ के छ अब हामीलाई थाहा छैन होइन तर हामीहरू युवा चाहिँ सन्तुष्टि नभएकै कारणले गर्दाखेरि चाहिँ होइन अब हामीहरू घरमा बसेर मात्र स्ट्रेस लिएर हुँदैन होइन हामीले क्वेसन गर्नुपर्छ अब सडकमा नै आउनुपर्छ भनेर चाहिँ हामी आएको हौँ यसमा उमेर समूहको कुरा त तपाईँले गर्नुभयो तर केहीले के भनिरहेछन् भनेपछि उहाँहरू नयाँ छन् उमेर समूहका मान्छेहरूको त धेरै सहभागिता छ युवा उमेरका मान्छेहरूको नयाँ छन् उनीहरूले नजानेर गर्न सकिरहेको छैनन् भनिरहेछन् केही युवाहरूले नै पनि के भनिरहेछन् भनेपछि होइन उहाँहरूले नजानेर मात्रै होइन नजानेको मान्छेले त सिक्न सक्छ तर उहाँहरूको सिक्ने मनसाय नै छैन उहाँहरूको नियत नै गलत भइसकेको अवस्था छ अब तपाईँहरूको बुझाइ चाहिँ के हो उहाँहरूले नजानेर नभइरहेको हो कि उहाँहरू गर्नै चाहनुहुन्न खासमा यही प्रश्न गर्नको लागि हामी सडकमा छौँ होइन हामी पनि कन्फ्युज भइरहेको छौँ कि यति राम्रो साथीहरू जानुभएको छ संसदमा होइन सरकारमा हुनुहुन्छ उहाँहरू मन्त्रीहरू हुनुहुन्छ तर चाहिँ कस्तो बेसिक कुरा बेसिक रिसर्चहरू पनि नगरेको महसुस हुन्छ कि कतिपय डिसिजन्सहरूमा तपाईँ हेर्न सक्नुहुन्छ पछिल्लो समयका नियुक्तिहरू पनि होइन हिजो फेभरिजमको कुराहरू आइरहेको थियो हिजो नेपोटिजमको कुराहरू आइरहेको थियो हिजो कति धेरै प्रश्न आइरहेको थियो र आज तपाईँहरूले हेर्नुहुन्छ भने उहाँहरूले आफ्नै वरपरको मान्छेहरूलाई चाहिँ एउटा ब्याकग्राउन्ड चेक पनि नगरिकन राम्रोसँग रिसर्च नगरिकन दिइरहेको अवस्था पनि छन् होइन जुन ठाउँमा उहाँहरूले ओपन कल गर्न सक्नुहुन्थ्यो उहाँहरूले ओपन कल गर्न सक्ने ठाउँमा ओपन कल गरेर एउटा एक्जामको मार्फतमा इन्टरभ्युजको मार्फतबाट नयाँ चाहिँ नजिर स्थापित गर्न सक्नुहुन्थ्यो त्यसमा पनि उहाँहरूले आफ्नो नजिकको मान्छे लगेर राखिदिने होइन त्यो सेफ साइडहरू खोज्ने जुन गरिराख्नु भएको छ त्यस कारणले गर्दा अब नियतमा त कसरी प्रश्न गर्ने उहाँहरू पनि नेपाली हो हामी जस्तै युवा हो होइन पक्कै पनि देशको एकदमै माया लागेको कारणले गर्दाखेरि एउटा त्यो उमेर भनेको त रमाइलो गर्ने उमेर देश विदेश घुम्ने उमेर हो त्यो उमेरलाई उहाँहरूले त्यागेर एउटा संसदमा गएर उहाँहरू बाँधिदिनु भएको छ एउटा बाँधिदिने पनि एउटा बाटो नै हो नि होइन उहाँको पर्सनल लाइफ हुँदैन होइन त्यो कुरा हामीले बुझेको छौँ तर त्यो हुँदै गर्दाखेरि यति राम्रो रिसोर्सेसहरू उहाँहरूलाई छ राज्यले उहाँहरूलाई पे गरिरहेको छ दे आर दि पब्लिक सर्भेन्ट्स होइन तर किन उहाँहरूले चाहिँ त्यो इन्टेन्सन हुँदाहुँदै पनि किन राम्रोसँग काम गर्न सकिराख्नु भएको छैन किन सबैजनाको प्रश्नको उत्तर दिन सकिराख्नु भएको छैन हिजो आफै प्रश्न गरेर त्यहाँनिर पुगिराख्नु भएको तर आज चाहिँ किन उहाँहरू सल्युसन ओरिएन्टेड भइराख्नु भएको छैन कि त्यही कुरा प्रश्न गर्नको लागि त्यही कुरामा उहाँहरूलाई अलिकति अकाउन्टेबल बनाउनको लागि चाहिँ हामी सडकमा आएको गत भदौ 24 गते सत्ता परिवर्तन भइसकेपछि सबैभन्दा धेरै खोजिएको पात्र थियो बालेन शाह धेरै युवाले उहाँलाई खोजेका थिए तर उहाँ तत्काल तयार हुनु भएन परिणाम सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो पछि चुनावबाट उहाँलाई भारी बहुमत मिल्यो तर अहिले बालेन्द्र शाहका क्रियाकलापहरूलाई लिएर संसदमा नजाने मिडियासँग दोहोरो संवाद नगर्ने
त्यस्तै मिडियामाथि पनि सरकारद्वारा विभिन्न किसिमका गतिविधिहरू भइरहेछन्। यी समग्र सबै कुराहरूलाई हेर्दाखेरि चाहिँ कतिपयले बालेन शाहको जो राजनीतिक चरित्र छ त्यो नै अलि लोकतान्त्रिक निरङ्कुश जस्तो देखियो भनेर भनिरहेछन्। के तपाईँहरूलाई पनि बालेन शाह निरङ्कुश रहेको या निरङ्कुश बन्दै गएको जस्तो लाग्यो हो? हजुर यस्तो रहेछ। हिजो तपाईँले भने जस्तै आन्दोलनको बेलामा हामीलाई पनि एकदमै होप भएको व्यक्ति हो होइन। हामीले कति स्टेटस लेख्यौँ होला, प्लिज कम एन्ड टेक द सिट भनेर होइन। तर अहिले एकदमै राम्रोसँग एनालाइसिस गर्दाखेरि उहाँ खासमा परिवर्तन हुनुभएको होइन रहेछ। पहिलेदेखि नै यस्तै हुनुहुँदो रहेछ। उहाँ कहिले पनि सडकमा आएको व्यक्ति होइन। तपाईँहरूले यदि पास्ट हेर्नुहुन्छ भने होइन, हि वाज नेभर अन द रोड होइन। उहाँ पहिलेदेखि नै स्टेटस लेख्ने, मान्छेहरूलाई चाहिँ एकदम फ्रस्ट्रेट बनाउने होइन, एकदमै चाहिँ यो सरकारले केही पनि गरेको छैन, त्यति बेलाको सरकारलाई चाहिँ यो सरकारले केही पनि गरेको छैन भनेर बनाउने, आक्रोशित बनाउने बाटो चाहिँ गरिरहनु भएको रहेछ। तर आफै सडकमा आएर सल्युसन ओरिएन्टेड कुरा चाहिँ उहाँले कहिले पनि गर्नुभएको थिएन। मेयर बन्नुभन्दा अगाडि उहाँले केही इन्टरभ्युजहरू दिनुभएको थियो। त्यो इन्टरभ्युजहरू हजुरले हेर्नुहुन्छ भने कति धेरै पपुलिस्ट मुद्दाहरू छ कि त्यहाँनिर होइन, जस्तो काठमाडौँलाई त यत्तिकै इजिली सफा गर्न सकिन्छ यस्तो कुराहरू थियो। त्यो कुरा हामीले आई थिङ्क त्यतिखेर आन्दोलनको बेलामा चाहिँ हामीले इग्नोर गरेको रहेछौँ। यो कुरा हामीले के मन पर्यो जस्तो लाग्छ भन्दाखेरि सरकारलाई प्रश्न गर्न सक्ने व्यक्ति नै एकदमै खतरा हो होइन। ऊ आयो भने त सबै कुरा परिवर्तन हुन्छ भनेर हामीले के सोचेनौँ भने त्यो व्यक्ति पनि चाहिँ कहिले पनि सडकमा आएको व्यक्ति होइन, त्यो व्यक्तिले पनि कहिले दुःख पाएको व्यक्ति होइन। त्यो व्यक्ति चाहिँ होइन हिजो मिडल क्लास अथवा चाहिँ लोवर मिडल क्लास अथवा लोवर क्लासबाट आएको व्यक्ति होइन र हामीलाई रिप्रेजेन्ट गर्न सक्दैन उसले। हाम्रो लागि उसले पोलिसिजहरू बनाउन सक्दैन, हाम्रो लागि डिसिजन्सहरू बनाउन नसक्न सक्छ किनभने इट डज नट ह्याभ एन एक्सपिरियन्स अफ द्याट होइन। सो त्यो कुरा चाहिँ हामीले त्यतिखेर अलिकति बुझ्न नसकेको जस्तो लाग्छ। अहिले चाहिँ त्यो कुरा बुझिरहेको छौँ र उहाँ परिवर्तन हुनुभएको होइन। उहाँ पहिलेदेखि नै यस्तै व्यक्ति हुनुहुने हो जसले मिडियालाई फेस गर्नु हुँदैन थियो, जनतालाई फेस गर्न हुन्न थियो होइन। सो आज पनि उहाँले त्यही गरिरहनु भएको छ, जुन कुराले हामीलाई एकदमै पीडा हुन्छ किनभने कस्तो धज्जिया उडाएको जस्तो भइरहेछ कि हाम्रो उमेरको युथ आयो भने त के नै गर्छु भन्थे होइन। खै यिनीहरू अब एउटा मिडियामा आउँदैनन्, संसदमा आउँदैनन् होइन, केही कुरा पनि गर्दैनन्, घरमा बसेको छ, स्ट्याटस लेखेको छ भन्ने गर्दा त्यो त उहाँलाई मात्र प्रश्न होइन कि हामीलाई पनि त्यो एकदमै लाज लाग्दो भइसकेको छ कि युथहरूलाई चाहिँ हेर्ने दृष्टिकोण नै यिनीहरू आएर पनि केही पनि हुँदैन भन्ने खालको चाहिँ उहाँले एउटा न्यारेटिभ बनाइराख्नु भएको छ। त्यसले गर्दा हामीलाई एकदमै दुःख लागिरहेको छ। आजबाट तपाईँहरूले यो एउटा आन्दोलनको सुरुवात गर्नुभयो, एउटा अभियानको सुरुवात भनौँ। अब यो कसरी जान्छ? सडकमा आउनुहुन्छ या सञ्जालहरूमा मिडियाबाट यसलाई अगाडि बढाउनुहुन्छ या देश घुम्नुहुन्छ, के गर्नुहुन्छ? यो कसरी अगाडि बढ्छ? हजुर, हामी देशको दौडानमा चाहिँ अलिकति लामो समयबाट नै छौँ होइन। हाम्रो साथीहरू तपाईँले अघि स्पिचमा पनि सुन्नुभयो होला, सुकुम्बासीको विषयहरूलाई लिएर पनि उहाँहरू विभिन्न ठाउँहरूमा अभियान गर्दै हिँडिरहनु भएको छ। सो देश दौडानको कुरा त कन्टिन्यू हुन्छ नै र हामीले अहिले चाहिँ अब साथीहरूलाई जोड्दैछौँ जति सक्दो हामी वी वान्ट टु इन्क्लुड एभ्री वान इन दिस मुभमेन्ट होइन। र हामी प्लानिङ गर्दैछौँ हामी कसरी सरकारलाई प्रश्न गर्ने भनेर। जो दुःख पाइराख्नु भएको छ, जसले प्रश्न गर्न जानिराख्नु भएको छैन, जसको भोइसलेस फिल गरिराख्नु भएको छ, उहाँहरूको लागि हामी एउटा आँट बन्न चाहन्छौँ होइन। परेको खण्डमा हामी सडकमा पनि आउँछौँ, हामी रिसर्च गरेर एउटा चाहिँ टेबल टकको मार्फतबाट पनि सरकारलाई चाहिँ हामी सजेसन्सहरू दिन पनि हामी वी आर लाइक केपेबल अफ द्याट होइन। अनि त्यस पछाडि चाहिँ हामी जुनसुकै परिस्थिति पनि खेप्न तयार हो जनताको लागि चाहिँ। हामी जस्ट फर सिटिजन्स वी आर हियर। यस्तो छ, हिजो अस्तिसम्म पनि हामी एकदमै धेरै आशावादी थियौँ होइन। यो सानो बच्चाले पनि आशा गरेको सरकार हो के इतिहासमा पहिलो पटक। पुरै यो पार्टीमा चाहिँ पार्टी कसैलाई थाहा हुन्थ्यो त्यो बच्चालाई भने यो राष्ट्रिय स्वतन्त्र पार्टी बालेन सरकार हो के, जो बच्चाहरूले पनि घन्टी घाँटीमा झुन्डाएर राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ झन्डा हातमा फरफराएर हिँडेको चाहिँ हामीले देखेको हो क्या। भनेको मतलब के हो भने जनताले यति धेरै चाहिँ उमेर समूहका सबै उमेर समूहका मान्छेले नेपाली नागरिकले अपेक्षा गरेका थिए। त्यस्तै गरेर युवाले पनि विभिन्न किसिमको अपेक्षा गरेका थिए। अब आफ्नै पसिनाले होइन, आफ्नै पसिना आफ्नै देशमा बगाएर आफ्नो भविष्य सुनिश्चित गर्न पाइन्छ कि भन्ने हाम्रो पनि अपेक्षा थियो। तर फलस्वरूप आज हामी एकदमै धेरै निराश छौँ। किन निराश छौँ भन्दाखेरि हिजो अस्तिको भन्दा अवस्था अझ यस्तो जटिल बन्दै गइरहेछ। तपाईँले हेर्नुभयो भने सायद मलाई लाग्छ यसरी चाहिँ नेपाली नागरिकहरू आन्दोलित अहिलेसम्म थिएनन् होला के। एक दुईटा आउँथे होइन, एउटा आन्दोलन आउँथ्यो, एउटा विषयवस्तुमा आउँथ्यो होइन, त्यसको सोल्युसन हुन्थ्यो अथवा सोल्युसन नभए पनि कुरा त सुनवाई हुन्थ्यो अनि फर्किन्थे। तर यो अहिलेको सरकार चाहिँ कस्तो भयो भने नसुन्ने नदेख्ने साइलेन्स सरकार के होइन।
यस्तो अनौठो सरकार भयो जसले चाहिँ कस्तो भाषा यो साइलेन्स ल्याङ्ग्वेजमा चाहिँ के भनिरहेको छ भने लड जनताहरू जे मन लाग्छ गर तिमीहरू हैन। यो सरकारलाई लिएर केहीले के भनिरहेछन् भनेपछि युवाहरू छन्, नयाँ छन्, उनीहरू सिक्दै गएका छन्, सिकेपछि राम्रो गर्छन् नि भनिरहेछन्। अर्को थरी कस्तो पनि छन् भनेपछि होइन, यो सिक्ने सिकाउने कुरा भन्दा पनि उहाँहरूको नियतमै खोट छ। उहाँहरूले खासमा जुन जनपक्षीय कुरा गर्छौँ भनेर आएका थिए त्यस्तो किसिमको कुरा गर्ने उनीहरूको मनसाय नै छैन। त्यही भएर उनीहरू त्यतातिर छैनन्। उनीहरू चाहिँ आफ्नो सत्तामा बसेका छौँ, अब हामीले शासन चलाउने हो, जनताहरू जे छन् जस्तो छन् त्यही अवस्थामा के छ र हामीले गर्नुपर्ने त्यो हिसाबले उहाँहरू अगाडि बढिराख्नु भएको छ भन्ने चाहिँ अर्को थरी छ। के लाग्छ, उहाँहरूले नजानेर हो या नियत नै खराब भएर? यस्तो हो, नजान्ने मान्छे त किन सरकारमा जानु हैन र? नजान्ने मान्छे किन सरकारमा जानु? फेरि सरकार एक्लै गएर चाहिँ नीतिगत रूपमा विधिवत रूपमा गर्ने होला हैन, अनि विशेषज्ञहरू होला, विभिन्न पार्टहरू होला, आफ्नो आफ्नो जिम्मेवारीहरू चाहिँ निर्वाह गर्नुपर्ने होला हैन। एउटा मन्त्री टसक्कै बसेर सबै चिज गर्नुपर्ने त होइन होला नि त हैन। त्यसो भएको हुनाले चाहिँ यस्तो छ, हामी पनि अस्ति केही समय अगाडि एउटा महिलाको पीडित महिलालाई लिएर मन्त्रालय गयौँ, महिला मन्त्रालय। अनि त्यहाँ जाँदाखेरि हामी त्यहाँ जुन सिंहदरबारको गेटबाटै हामीलाई प्रवेश गर्दाखेरि चाहिँ शास्ति भयो। त्यो शास्ति भोग्दै जाँदाखेरि भित्र गइसकेपछि के भयो भने महिला मन्त्रालयको सचिवालयले चाहिँ के भन्नुभयो भने तपाईहरु किन सडकमा बस्नु भएको छ, तपाईहरु घर जानु भएको भए हुन्थ्यो, मलाई त ढिलो छ हैन, तपाई चाहिँ यति के भन्ने कि हामीले त केही भन्न सकेनौ के। अनि यति सानो तरिकाले कि यति गैर जिम्मेवार तरिकाले उहाँले अभिव्यक्ति दिनुभयो कि एउटा मन्त्रालय जस्तो चाहिँ ठाउँबाट हैन। अनि हामी एकदम निराश भएर फर्क्यौं के। अनि हामी सिक्दैछौँ, हामीलाई ढिला भइसक्यो, हामीलाई हतार छ हैन। एउटा पीडित चाहिँ वर्षौंदेखि जो 12-13 वर्षदेखि चाहिँ बलात्कारको पीडित भएर चाहिँ आफ्नो परिवार समाज र चाहिँ जताकतैबाट लखिदिएर एक्लो भएर चाहिँ विक्षिप्त भएर चाहिँ न्याय माग्नको लागि अन्तिम पटक ढोका ढकढक्याउन गइरहेको छ, जो नयाँ सरकारको आशा गरेर भने। अनि टाइम छैन रे, हामी सिक्दैछौँ रे। सरकारको अभिव्यक्ति त्यही हो, त्यो त लाज लाग्नुपर्ने कुरा होइन। त्यसो हुनाले चाहिँ हामी एकदमै धेरै निराश भइसक्यौँ। तपाईँ एकजना सचेत युवा हुनुहुन्छ, के यो सरकार लोकतन्त्रबाट पनि विमुख हुँदै गएको हो? यस्तो हो, हामी चाहिँ के भन्छौँ भने अझै पनि सरकारलाई चान्स छ आफ्नो आयो लम्ब्याउने हैन, सुध्रिएर यति नेपाली जनताहरू होला। एउटा समूह पो कसै पार्टीले कसैले उचालिएर आयो होला हैन। यत्रो समूहहरू यत्रो जमातहरू प्रत्येक विषयवस्तु ल्याएर चाहिँ आन्दोलित हुँदै गर्दाखेरि त यो त कुनै पनि समस्याको विषय नभएर त होइन होला। त्यसो भएको हुनाले अझै पनि सरकारलाई चाहिँ यदि साँच्चै नयाँ नै हो भने सच्चिनको लागि समय छ के। यदि सच्चिनको लागि समय छ अझै हैन, यदि अझै पनि सच्चिने होइन भने चाहिँ यो सरकारको आयो छोटै छ भन्छु हैन। किनभने आन्दोलनबाटै स्थापना भएको सरकार हो। यसरी चाहिँ अहिले विभिन्न युवा समूहहरू चाहिँ आन्दोलित भइरहेको छन्, जनगुनासोहरू थुप्रै छ, दिनदिनै रूपमा बढ्दै गइरहेको छ हैन। महिलाका पीडाहरू एउटा आजबाट भोलिसम्म चाहिँ सोलुसन हुने किसिमका समस्याहरू पनि यहाँ महिनौदेखि वर्षौंदेखि चाहिँ अनसनमा बस्नुपर्ने हैन भनिसकेपछि यति जटिल भइसकेको छ नेपालको कन्डिसन। र अनि यो सरकारले चाहिँ के मात्रै गर्न सक्छ भने यदि सरकारको विरुद्धमा अथवा चाहिँ कसैले गुनासो बोक्यो भने उलाई च्याप्प घाँटी समाएर लगिहाल्छ क्या। अनि त्यो चाहिँ उपलब्धि गरेको छ हैन। कुनै सचेत नागरिकले आवाज उठाउन नपाउने हो र हैन। के अरे आफ्नो जनताका आफ्नो देशको बारेमा अवस्था स्थितिको बारेमा चाहिँ क्वेसन गर्न नपाउने हो र हैन। क्वेसन गरिरहँदाखेरि चाहिँ एउटा अभिव्यक्तिकै आधारमा घाँटी निमोठेर चाहिँ प्रहरी खोरमा जाग्न सक्ने सरकारले चाहिँ यति धेरै समस्याहरू जिउका त्यो भइरहँदाखेरि दिनदिनै विभिन्न किसिमका समस्याहरूले चाहिँ हाम्रा नेपालीहरू चाहिँ मरिरहेको छ के। यो सानो चान्चुने कुरा हो। तपाईले यो के अरे सुकुम्बासीको चाहिँ उसमा हेर्नु भने कतिजना चाहिँ आत्महत्या गरेर मरिसके हैन। एउटा सानो चाहिँ इस्यु भनेर देखिन्छ, तर उनीहरू चाहिँ कति कुराहरूले कहाँ कुन निकायहरूबाट पीडित भएर चाहिँ आत्महत्या गर्ने आत्मदाह गर्ने निर्णय लिन सक्छन् होला हैन। त्यसो भएको हुनाले चाहिँ यो सरकारलाई सच्चिने समय छ। सरकार सच्चिनु पर्यो, अझै पनि समय छ के। कस्तो लागिरहेछ बालेन सरकारले कस्तो काम गरिरहेछ? नमस्कार, जजोल्लभा नमस्कार। म विष्णु सिंह डङ्गल पाटन मङ्गल बजारबाट निवासी। 4 वर्ष भयो हामी राष्ट्र धर्म संस्कृतिको लागि यहाँ चाहिँ धर्ना बस्दै आइरहेको। अब बालेन सरकार जुन उहाँले चाहिँ राष्ट्रको लागि देश बचाउनको लागि
घुस भ्रष्टाचार र बलात्कार केसलाई चाहिँ निर्मूल पार्न मुक्त गर्न र विकासको सिलसिलामा उहाँ गर्दै आइरहेको जुन क्रियाकलाप छ त्यो राम्रै छ, सराहनीय छ। तर रासोपामा जुन चाहिँ उहाँ कदम चालेर आयो, उहाँको कदमलाई बिठोल्न त्यही भित्रै छन्। त्यसैले गर्दाखेरि उहाँलाई अप्ठ्यारो छ। उहाँ एक्लो पनि भइरहेछन्। जति पनि अब 184 जना 182 रासोपाका सभासदहरू छन्, यी 2 जना राष्ट्रिय प्रजातन्त्र पार्टीको छन्। सबै गरेर राष्ट्र धर्म संस्कृतिको लागि बचाउनको लागि उहाँले जुन कदम नेतृत्व गर्नुभएको छ प्रधानमन्त्रीको रूपमा, तर चाहिँ जनताको जुन चाहिँ मनसाय छ उहाँहरूले चाहिँ गर्नु त लाए हो, तर चाहिँ विरोध चाहिँ त्यही पुराना दलहरू छन्। तपाईँले बालेन सरकारलाई सपोर्ट पनि गर्नुभयो, उहाँले ठिक गरिराख्नु भएको छ पनि भन्नुभयो। फेरि तपाईँ सडकमा पनि आउनु भएको छ, यो अलि अमिल्दो कुरा भएन र बालेन सरकारले ठिक गरिरहेको भएपछि उतैबाट बालेन सरलाई भनेर आफ्ना मागहरू आफ्ना कुराहरू पुरा गर्न सक्ने स्थिति छैन। पुरा गर्ने स्थिति उहाँहरूले हामीलाई चाहिँ सम्पर्क गर्नु पर्यो। हामी किन बसिरहेको, हामी अब यही चाहिँ धर्ना बसेको शङ्कर मगैया भन्ने उहाँ चाहिँ यो संस्थाको व्यवस्थापक हुनुहुन्छ, जुन चाहिँ 40 वर्ष भइसक्यो। उहाँ चाहिँ भर्ती खसालेको छैन। जुन चाहिँ अहिले आएर चाहिँ जुन चाहिँ यो 3 दल 36 वर्ष लागिसक्यो। उहाँहरूले चाहिँ जुन देश चलाउँदै सिङ्गापुरमा ली कुआन क्यूले 30 वर्षमा कहाँबाट कहाँ बनाइसक्यो। यो त हिराको चाहिँ एउटा भूमि हो, विश्वको एउटा केन्द्र भूमि। वैदिक यौगिक सत्य सनातन धर्म संस्कृति कला साहित्य र सङ्गीत र संस्कार जुन यो मनुष्य यो पृथ्वीमा टेकेर आएपछि अगाडि पाप गरेर जाने कि धर्म गरेर जाने भन्ने एउटा दर्शन ज्ञान चाहिँ विश्वको मनुष्यलाई चाहिँ दिने एउटा ठलो आज फोहोर गर्न आएको छ। जुन चाहिँ यहाँ हेर्नुहोस्, तपाईँले देखेछ तराईवासी र लघु वित्तीयको समस्यालाई त्यहाँ छ। एउटा चाहिँ यहाँ धर्म संस्कृतिको लागि चाहिँ वैदिक सनातन धर्म संस्कृति जगेर्ना गर्नुपर्छ। त्यसलाई चाहिँ बिठोल्नलाई चाहिँ सुनसरी जिल्लामा जुन चाहिँ निर्मम रूपमा चाहिँ हत्या गर्यो होइन, जुन हत्या पनि यो विदेशी बङ्गलादेशी हो, जुन चाहिँ क्रिस्चियनिटीले चाहिँ प्रभाव पारेर चाहिँ यहाँ चाहिँ हिन्दू राष्ट्र हिन्दू भनेको शब्दै नै चाहिँ उहाँहरूले बुझेको छैन। हिन्दू भनेको शरीर हो, अधिराज्य भनेको देवगुणको भूमि भएको हो। नियम भनेको यो देवगुणको भूमिको चाहिँ धर्मको नियम नीतिले पालन गरेर बसिरहेको यो चाहिँ भूमिमा आज चाहिँ धर्मनिरपेक्ष शब्द चाहिँ राखेर गर्दाखेरि भन्नाले तपाईँको माग चाहिँ बालेन सरकारले जनमत सङ्ग्रहको घोषणा गरोस् भन्ने हो। अब उहाँको जुन चाहिँ 72 सालको संविधानमा धर्मनिरपेक्ष गणतन्त्र र जुन यो 3टा शब्द छ नि, यो शब्द 3टा भनेको यो नेपाल भूमिलाई चाहिँ अहिले जुन चाहिँ अवस्था बनायो त्यो बनाउनलाई नै गर्दै आइरहेको हो। त्यो 3टा शब्द चाहिँ यो देशको लागि 3वटा शब्द हट्नु पर्यो, हटाएर धन्यवाद राष्ट्रिय सहमतिको रूपमा सबैलाई मिलाएर चाहिँ बाटो गरेर चाहिँ सबै चाहिँ 3 करोड जनताको चाहिँ आवाज यो व्यवस्थित गरेर उहाँले चाहिँ नेतृत्व गरे पनि हुन्छ। तर चाहिँ यो भूमि चाहिँ गुलाम गराउने किसिमले हुँदैन। यो देशले संसार हाँक्छ, जुन चाहिँ यो संसार हाँक्ने भनेको धर्म संस्कृति नै हो। यो तपाईँले जुन चाहिँ म्याच चाहिँ तपाईँ मेरो मुखतिर चाहिँ ल्याउनु भयो, त्यो आवाज चाहिँ उता चाहिँ क्यामेरासम्म चाहिँ भित्र कैद गर्नेको लागि हो। उसको पनि धर्म छ भन्दाखेरि धर्म संस्कृति संसारमा जति पनि मनुष्य सृष्टि भयो उनीहरूलाई त धर्मले चाहिँ यो शरीरलाई धारण गरेर अगाडि जाने एउटा प्रक्रिया हो। आज गणतन्त्र जफत गरेर लाद्यो, 18 वर्ष चलायो। जनताहरू रोई छातीमा मुर्गी हानिकन जनताले दुःख पसिना बगाएर आँसुले भात खाए। अब त फेरि देश डढ्यो, जनता मर्यो। अब यिनीहरू चाहिँ अब चुनावको कुरा आयो, तर हामी जनताको लागिको चुनाव थिएन, यो राज्यको लागिको चुनाव हो। चुनाव हुँदाखेरि अब बालेन सरकारले चाहिँ राजीनामा दिनुभयो, आफ्नो मेयरबाट हतारिएर उहाँ चाहिँ म देश चलाउने भनेर पूर्व जानुभयो।
तर आज राजनाम 2/3 बहुमतको सरकारले आज यो सडकमा चाहिँ यत्रो जनता हेरेर के हेरेर बसे जनताको अपेक्षा चाहिँ पुरा गर्न सकेन 2/3 सरकार। अब यस जनताले त काम दिन काम भएर आत्तेर हतास मतास भएर अब के गर्ने कोही छैन, सबै यो पुरानो मुखलाई के दिने, अब जे होस् यही बालनलाई दिने घन्टीलाई दिने भएर आशामा उनीहरूले भरोसा परे र भोट दिएको। फेरि बालनले त आशालाई त निराश बनाइदिनु भयो, नबोलेर बसेर काम छैन। आज 4 महिना हुन लागिसक्यो। मैले के भन्छु भने प्रधानमन्त्री जस्तो 3 करोड जनताको अभिभावक हो, तर म यसो गर्दैछु मेरो जनता हो, तिमीहरूले के मैले गरिरहेको छु भन्ने एउटा आवाज मात्रै दिए पनि आशा त हुन्छ नि, त्यो पनि छैन। अनि यस्तो अहिले लौरी चाहिँ यो वित्तीय संस्था सबै आएर बसेर यो देश बिग्रेको छ। अनि यिनै यो हिजो सत्ता पोल्ने यो भ्रष्टाचारीहरूलाई उनीहरूलाई समेटेर मन्त्री बनाएर 72 सालको चाहिँ संविधानलाई समेटेर अनि बालिन बङ्गला हो। आज त्यो जनताले चाहिँ मोरेर के गर्नु पर्यो त बालिन जनता मोरेर यत्रो रगतको होलीमा चाहिँ बालिन सरकार गएपछि 108 जना ब्राह्मण राखेर चाहिँ जुन उहाँले शपथ खाने बेलामा अब राजा चाहिँ कसरी ल्याउने त आन्दोलनबाट कि जन्म सङ्ग्रहबाट? जन्म सङ्ग्रह के पनि होइन। अब राजा ल्याउनलाई जनताका राजा हुन्, यो देश जनताको हो। अब जनतालाई चाहिएको धर्म संस्कृति राजा हो, यो माटोले जन्माएको धर्मले जन्माएको राजा। अब राजा जनतालाई यो माटोलाई चाहियो, हामीलाई भन्दा पनि बढी यो नेपाललाई चाहियो भएर नेपालको राजा फालेको भएर नेपालले राजा राजा भनेर अब इन्द्रजात आइरहेछ। जनता सडकमा आउनु पर्यो, राजा ल्याउनु पर्यो। 72 सालको संविधानलाई त्यसलाई खारिज गर्नु पर्यो। अनि ती पुरानो मान्छे सबलाई हटाएर नयाँ व्यवस्था लागू गर्नु पर्यो। जनतालाई चाहेको व्यवस्था बल्ल अनि सडकमा जनता को पनि आउँदैन। आज बालन सरकारले जुन सरकारीको यो जुन उसलाई डोजर लाउँदाखेरि पनि 2-3 जना मान्छे मरे। अहिले यो सुनसरीको मान्छे मरेको यति कति चिन्ता भइरहेछ देशलाई। तपाईँको मर्नु र मेरो मर्नु अर्को बरोबर होइन। त्यस्ता भर्खरका 19 वर्षको 22 वर्ष 30 वर्षको केटा मरिरहेको यो त सबै राज्यको जिम्मा हुनुपर्छ। राज्यले मान्छे मर्ने बित्तिकै उनीहरू छानबिनको चाहिँ तयार समिति गठन गर्नुपर्छ। बालिन सरकार बनेको 4 महिना भयो। यो 4 महिनाको बिचमा बालिन सरकारले जस्तो किसिमको पहिले चुनावभन्दा पहिले जुन आशा अपेक्षा देखाएको थियो त्यो पुरा गरेको छ या त्यसमा खरो उत्रन सकेको छैन? तपाईले जुन आश गरेर उहाँहरूलाई समर्थन गर्नुभएको थियो त्यो आश पुरा गरेका छन् उहाँहरूले? अहिलेसम्म हामीलाई त्यस्तो कुनै त्यस्तो महसुस छैन, भएको छैन। महसुस हुने काम चाहिँ गरेका छैन। तपाईँ दिइरहेको छ। अब यसरी गर्छु भनेर हामीलाई त्यसरी अब भनौँ न पर्सनल पुरा भएको छैन अहिलेसम्म। तपाईँ यहाँ माइती घर मण्डलमा आउनु भएको छ, खास किन आउनु भयो? हामी यहाँ चाहिँ हाम्रो बच्चाहरूको रिहाईको लागि हो होइन। बच्चाहरू अब यो निर्दोष बच्चाहरू अब त्यसरी अब उनीहरू अब आविषमा गयो होइन, पुग्यो। अब त्यहाँ CCTV फुटेजमा देखेको भरमा हाम्रो बच्चाहरूले त्यसरी अब अहिलेसम्म अहिले अब लगभग आन्दोलन भएको पनि भदौ अब 1 वर्ष हुन्छ होइन। अब अहिलेसम्म त्यस्तो केही अब CCTV फुटेज भन्नाले त्यो जेनजी आन्दोलनको CCTV फुटेज हो, त्यसमा देखेको आधारमा हो भन्नाले जेनजी आन्दोलनमा सहभागी भएका युवाहरू अझै पनि हिरासतमा छन्, अझै पनि जेलभित्र छन्। जेलभित्र छन्। के भनिरहेछ त सरकारका निकायहरूसँग प्रहरीकोमा या स्थानीय तहहरूमा तपाईँहरूले सम्पर्क गर्दाखेरि के भनिरहेछन् उहाँहरूले? अब हामीलाई त के भन्दा भने अब 1 हप्ता 2 हप्ता भन्दा भन्दै अब यसरी हामीलाई टोलाइरहेको छ होइन। त्यस्तो अब गर्छु अब त्यस्तो भन्ने हामीलाई अहिलेसम्म। जेनजी आन्दोलन भएको अब करिब 10 महिना हुन लाग्यो। 1 हप्ता 2 हप्ता भन्दा भन्दै 10 महिनासम्म कुराइरहेछन्। 10 महिना अब साउन यो भइहाल्यो, अब भदौ 1 वर्ष हुन्छ नि। अब 11 महिना लागिसक्यो होइन। 11 महिना भयो, अब भदौमा 1 वर्षै हुन्छ। अब अहिलेसम्म अब हामीलाई त्यो अब मौखिक रूपमा चाहिँ हुन्छ गर्छु भनिरहेको छ, अब लिखित रूपमा भएको छैन।